नमस्कार र हजुरहरूलाई म के देखाउन चाहन्छु भनेदेखि कान्छा छोरा चाहिँ मलाइबाट आइपुग्यो है मेरो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ र यहाँ म भक्कु बनाएको छ यहाँनिर। अझै म तपाईँहरूलाई टुनीको फ्रेमको देखाउँदैछु र यहाँ मौरी बिच्किएर भक्कुल चिल्दैछ मलाई। यहाँ हेर्नुहोस् है, घर विभाजन पछि चाहिँ सर्वप्रथम टुनीको फ्रेममा चाहिँ यसरी मह लगाएको छ है मौरीले। हेर्नुहोस् ल, यहाँ हेर्नुहोस् न, यसरी लाउँछ है टुनी फ्रेममा चाहिँ। यहाँ हेर्नुहोस् त चेपबाट अम्म ओल्याक। मैले भनेको नि तपाईँहरूलाई क्या, टुनीको फ्रेम चाहिँ मौरीको बेस्ट हो। यहाँ हेर्नुहोस् ल, टालेछ नि। यहाँ हेर्नुहोस् त, टुनिक फ्रेममा नि यसरी लाउँछ है। यहाँ यो देखाइदिउँ न, लु हेर्नुहोस्, यहाँ चाहिँ एकदमै यहाँ हेर्नु त म तिमी चाहिँ नहेर न। यहाँ हेर्नुहोस् ल, यसरी लाउँछ है भनेको नि टुनीको फ्रेम। हेर्नुहोस् त मोटाइ, यसको मोटाइ हेर्नुहोस् नि। यहाँ हेर्नुहोस् लु हेर्नुहोस् यहाँ हेर्नुहोस् कति नयाँ चाखा हो। एउटा बान्नु परेन यसलाई। यसरी लाउँछ टुनीको फ्रेममा चाहिँ, यसरी लाउँछ मौरीले। यो पनि अस्ति घर विभाजन गरेको चाहिँ यसरी लाउँछ। हेर्नु लोभै लाग्दो। यस्तो चाहिँ 18वटा दुड छ, तपाईँहरूलाई अघि पनि देखाएको छु। यहाँ पनि देख्न सक्नुहुन्छ, यो पनि घर विभाजन गरिएकै हो। र यो घर विभाजनबाट त सर्वप्रथम चाहिँ टुनीको फ्रेममा त यति राम्रो मह पाएको छु, यति राम्रो चाह लाग्छ। थ्याङ्क यू मौरीलाई धन्यवाद दिएको नि।